सुरु गरौँ कुरकुरेबाट एमी खाजा। ल है त पहिला चाउचाउ लिने, अन्डा लिने, अनि कुरकुरेलाई मसिनो गरेर मोल्ने, धनी चाउचाउ हालेर हालिसकेपछि त्यसमा लसुन अदुवा टमाटर प्याजको पेस्ट हाल्ने। प्याज लसुन अदुवा हालिसकेपछि टमाटर पनि हाल्नुपर्छ। अनि धनिया र सागलाई पनि हाल्ने। धनिया र साग हालिसकेपछि उसलाई मसलाहरू हाल्ने, चाउचाउको सुप हाल्ने, अन्डा हालेर राम्रोसँग मोल्ने। अनि मजाले मोलेपछि त्यसलाई स्टिच हाल्नुपर्छ पानीले नभिज्ने तरिकाले। पानी स्टिच हालिसकेपछि एउटा भाँडामा पानी बसालेर पानी उम्लिएपछि त्यसलाई हालेर छोप्दै 15 मिनटसम्म राख्ने। त्यसपछि त एमी खाजा रेडी हुन्छ हाम्रो। यस्तो मिठो भयो कि। थ्याङ्क यू सो मच।